फोटोहरु जम्मै राम्रै डकुमेन्ट गर्नु मोबाइलहरु खसेको छ त्यहाँ हैन मोबाइलहरु सबै गर्नुस् है भाइ म यहाँ बाटो बाटो बिजुलीको पोलको जुन 3वटा तार हुन्छ त्यो 3वटा तार मध्ये एउटा तार चाहिँ भीमा लत्रिएको र यो गाडी चाहिँ अगाडि बढ्ने क्रममा त्यो तार छुइएको र तार छुइए पछाडि चाहिँ यो जलेर चाहिँ नष्ट भएको दृश्य हामीले सहजै अनुमान गर्न सक्छौं। एकजना चालक र 5 जना दर्शनार्थी हुनुहुन्थ्यो। 6 जना हो दर्शनार्थी। 2 जनालाई थप उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ र उहाँहरूलाई जिल्ला अस्पतालबाट पनि हेलिकप्टर मार्फत अन्य जिल्लामा लाने तयारी पनि भइरहेको हामीलाई प्रदेश साहबले जानकारी दिनुभएको छ। एउटा 10 वर्षको बच्चा चाहिँ खतरा मुक्त रहेको भन्ने पनि हामीलाई जानकारी प्राप्त भएको छ। जम्मा 4 जनाको चाहिँ अहिले यहाँ मृत्यु भइसकेको भन्ने कुरा पनि प्रहरीले हामीलाई जानकारी दिएको छ। र जो एकजना चालक र 5 जना दर्शनार्थी यो गाडीमा आउनु भएको थियो दर्शन गर्ने क्रममा र यहाँले दृश्यमा देख्नुहुन्छ मे 13011 नम्बरको गाडी रहेको छ। चालक हुनुहुन्थ्यो दुर्गा भट्टराई। उहाँ ताप्लेजुङकै हुनुहुन्छ। ताप्लेजुङ फुङनिङ 10 खुरुम्बुको हुनुहुन्छ। बिहानै प्यारिस होटलमा बास बसेर उहाँहरू बिहानै दर्शनको लागि 5 बजे यहाँ आइपुग्नु भएको थियो। यही बेला चाहिँ माथिबाट तार झरिरहेको हावाहुरीबाट तार झरेर चाहिँ यसरी करेन्ट लागेर यो घटना घट्न गयो भनेर हामीलाई प्रहरीले जानकारी दिएको छ। के भयो यो तार झरेछ अनि हातरै खानुपर्छ होला खाना चाहिँ यहाँबाट हान्नु फोटो नखिच्नु। यो तीर्थयात्री बोकेर एकै हुन्छ देशा हुन्छ। के नाम रहेछ? मे 1 छ। फोटो लिँदैन नि त। अनि तपाईँ कहिले आउनु भएको? म त 1 महिना बढी भयो नि। कफी खाना पनि नआउने कस्तो मान्छे हो? त्यो विद्युतको गाडी त्यो विद्युतको हाकिमलाई भनेको थिएँ कि एउटा टोली पठाउनु भनेर घटनास्थलको लागि हिँड्यो कि हिँडेन बुझ त। त्यो सुरुमा मैले जिल्ला प्रहरी कार्यालयमा बोलाएको थिएँ, पछि त्यहाँ ढिलो भएपछि म निस्क्या हो।
पनि होला कि यो हजुर भाइ फोटोहरू जम्मै राम्रै डकुमेन्ट गर्नु मोबाइलहरू खसेको छ त्यहाँ होइन मोबाइलहरू सबै गर्नुहोस् है दाइ म यहाँ बाटो बाटो नभर गरेर आएँ म त यो तार त राति झरेछ कि राति झरेछ नि माथि हेर्नु किनभने भरेसम्म गाडी कुदिराखेको थियो बाटो त यही रहेछ त्यताबाट कुदिआएको छैन यो राति झरेको पाथिभरा दर्शन गर्न जानु सेवार चोकमा यो बिहान 5-10 बजे चाहिँ एउटा ट्याक्सीमा आग लागि भएको छ भन्ने जानकारी प्राप्त हुनु छ मेरो नेतृत्वमा चाहिँ 15 जनाको टोली हामी खट्यौँ आयौँ र त्योभन्दा अगाडि हाम्रो पर्यटक प्रहरी हेल्प डेस्कबाट लगभग 9 जनाको टोली सैसाब सहितको पर्यटक प्रहरी सहित चाहिँ यहाँ खटेको अवस्था थियो र स्थानीय व्यक्तिहरूसँग समन्वय गरेर प्रहरीले चाहिँ 2 जना, एकजना महिला र एकजना 10 वर्षको उहाँकै छोरा भन्ने बुझिया छ। उहाँ 2 जनालाई चाहिँ हामीले रेस्क्यु गरेर अहिले जिल्ला अस्पतालमा चाहिँ उपचार भइरहेको छ। छोराको हकमा चाहिँ आउट अफ डेन्जर छ अनि महिलाको हकमा चाहिँ उहाँ सिरियस हुनुहुन्छ। जिल्ला प्रशासन कार्यालयसित समन्वय गरेर थप उपचारको लागि हेली मार्फत त्यो पठाउने व्यवस्था चाहिँ भइरहेको अवस्था छ र घटनास्थलमा चाहिँ 2 जना पुरुष र 2 जना महिलाको चाहिँ मृत्यु भएको छ। त्यो प्रारम्भिक अनुसन्धान कार्य हामी गरिरहेको छौँ र 2 जना पुरुषमध्ये 1 जना चाहिँ स्थानीय चालक ट्याक्सी चालक हुनुहुन्छ। खास यो के अनुमान गर्न सकिन्छ कसरी आगो लागि भयो होला? यो प्रारम्भिक अनुसन्धानबाट यो अब पानी हावाहुरी पनि चलेको अवस्था, त्यसले गर्दाखेरि यो बिजुलीको लाइन चाहिँ ड्रप भएर त्यो गाडीमा टच भएर तपाईँको आगलागी भयो जस्तो देखिन्छ प्रारम्भिक अनुसन्धानमा। उहाँहरूको पहिचान खुलिसक्यो? 4 जना सबैजनाको पहिचान खुलिसकेको छ। एकजना चाहिँ स्थानीय हुनुहुन्छ, यहीँ चालकै हुनुहुन्छ, यहीँ व्यवसाय गर्ने, अनि अर्को 3 जना चाहिँ काठमाडौँको हुनुहुन्छ। बाटो चाहिँ यो मतलब बाटो हिलो भएर चाहिँ गाडी चाहिँ तलतिरबाट लाने क्रममा चाहिँ तार झरेपछि चाहिँ यो घटना घटेको भनेर हामीले देख्न सकिन्छ। फोटो हाल्नु न एउटा। बाबु खोज बाबु आउँदै हुन्छ ल बाबु यता हुन्छ मसित आउ तिमी सबै हजुर